नमस्कार, म एडी भण्डारी। घरमा यी 3 तस्बिर लगाउनुस्, तपाईलाई अति नै शुभ हुन्छ। कुन 3 तस्बिर घरमा लगाउनाले शुभ हुन्छ त सुन्नुस् है। नम्बर 1, भगवान श्री कृष्णको तस्बिर। तपाईको घरको पूर्व दक्षिण भित्तामा, घरको दक्षिण पूर्वको भित्तामा भगवान श्री कृष्णको तस्बिर लगाउनु अत्यन्तै शुभ मानिन्छ। दक्षिण पूर्व दिशामा श्री कृष्णको तस्बिर लगाउनाले तपाईको राहु ग्रह शान्त हुन जान्छ। एउटा कुरा, घरमा कुनै पनि सदस्यलाई राहुको खराब नजर परेको भए पनि तपाईले हैन यसो गर्नाले तपाईलाई त्यसबाट शान्ति मिल्छ, त्यसबाट मुक्ति मिल्छ, राहत मिल्छ। फेरि दक्षिण पूर्व दिशामा श्री कृष्णको फोटो झुण्ड्याएकै छु, अब राहु शान्त हुन्छन् भनेर चाहिँ नसोच्नु होला। दैनिक बिहान हात जोडेर दर्शन गर्ने बानी गर्नुस्, स्तुति गर्ने बानी गर्नुस्, सम्भव हुन्छ प्रार्थना गर्नुस्। फोटो झुण्ड्याउने अनि धुलो टन्नै त्यही फोटोमा टाँसिएको हुन्छ, त्यही माकुराले जालो लगाएको हुन्छ। फेरि यस्तो अवस्थामा भयो भने राहुको झन् नराम्रो प्रभाव पर्न जान सक्छ। त्यसैले हैन कुनै कुरा के जान्नु पर्यो, के कुरा विचार गर्नु पर्यो भने भगवानको फोटो राखिसकेपछि त्यसको शुद्धतामा, स्वच्छतामा पनि विचार चाहिँ गर्नुपर्छ। दोस्रो कुरा, 4 हात फैलाएर नृत्य गरेका गणपति भगवानको फोटो घरमा राख्नुस्। घरमा धन, वैभव, समृद्धि प्राप्त गर्न चाहनुहुन्छ भने अनिवार्य रूपमा तपाईले नृत्य गर्दै गरेका गणपति भगवानको तपाईले तस्बिर लगाउन सक्नुहुन्छ। फेरि भगवान गणेशको फोटो जता पायो त्यतै फर्काएर लगाउनु चाहिँ राम्रो मानिँदैन। घरको उत्तर दिशामा भगवान गणेशको अनुहारले दक्षिण दिशातर्फ हेरेको हैन यस्तो तस्बिर तपाईले लगाउनु होला हैन। भगवान गणेशको पछाडिको भाग घर बाहिरपट्टि परोस् हैन, भित्र कुनै पनि दिशापट्टि नपरोस् हैन। त्यो गणेश भगवानको पछाडिपट्टिको भाग जहिले पनि भित्ता अथवा बाहिरपट्टि पर्ने गरी तपाईले मिलाएर झुण्डाउनु होला। फोटो राख्दाखेरि, टाँस्दाखेरि यो कुरा चाहिँ विचार गर्नुपर्छ है। अर्को कुरा, नृत्य गर्दै गरेका भगवान गणेश घरका लागि अत्यन्त शुभ मानिन्छ। 4 भुजा भएका गणेश नृत्य मुद्राको हुनु पर्यो। यस्तो प्रतिमाको, यस्तो तस्बिरको दैनिक दर्शन गर्नाले तपाईलाई बल प्राप्त हुन्छ, बुद्धि प्राप्त हुन्छ, सिद्धि प्राप्त हुन्छ, बाणी पवित्र हुन जान्छ, जोश बढ्छ, काम गर्ने जाँगर प्राप्त हुँदै जान्छ। त्यसैले यो फोटो लगाउनु घरमा उत्तम मानिन्छ है हजुर। र दैनिक घरबाट निस्किँदा यस्तो तस्बिरको दर्शन गरेर घरबाट निस्कने गर्नु राम्रो हुन्छ। तपाईँ कुनै पनि कामका लागि घरबाट दैनिक गर्ने, अफिस जाँदा होस्, कहीँ पनि जाँदा होस्, घरबाट निस्किँदाखेरि दर्शन गरेर निस्कनु तपाईलाई राम्रो हुन्छ। नम्बर 3, नरसिंह भगवानको तस्बिर घरमा लगाउनु पनि बहुत राम्रो हुन्छ। भगवान श्रीकृष्णको अर्को अवतार मानिन्छ नरसिंह अवतार। नरसिंह अवतारको फोटो घरमा राख्नाले कुनै कामहरू बिग्रिन पाउँदैन। बिग्रिनै लागेको काम पनि तपाईलाई अगाडि नै थाहा हुन्छ, अगाडि नै काम बिग्रिँदैछ भन्ने कुराको तपाईलाई अगाडि नै ज्ञान हुन्छ। जसले गर्दा तपाईले त्यो कामलाई सुधार्न सक्नुहुन्छ हैन। अब यस्तो नरसिंह अवतारको फोटो घरको कुन दिशामा लगाउने त तपाईलाई त्यो जिज्ञासा छ, कौतूहलता छ भने सुन्नुस् एकैछिन ध्यान दिएर है। कुन दिशामा लगाउनु शुभ मानिन्छ त? भगवान श्रीकृष्णको अर्को अवतार मानिने नरसिंह अवतारको फोटो घरको दक्षिण दिशाको भित्तामा लगाउँदा शुभ मानिन्छ। दक्षिण दिशामा लगाएको नरसिंह भगवानको फोटोले तपाईको घरमा भएको वास्तु दोष हटाउन पनि मद्दत गर्दछ। दैनिक भगवान नरसिंहको दर्शन गर्नाले जन्मकुण्डलीको शनिको नकारात्मक प्रभावबाट पनि बच्न सकिन्छ भनेर भनिएको छ। मङ्गलको नकारात्मक प्रभावले तपाईलाई कुनै त्यस्तो अप्ठ्यारो असजिलो पनि हुन सक्दैन। तर नित्य रूपमा तपाईले दर्शन गर्ने, त्यो सफा सुग्घरमा ध्यान दिने चाहिँ अनिवार्य गर्नुहोला। र नुहाई धुवाई गरेर फोटोमा रातो टीका लगाइदिने गरेको पनि राम्रो हुन्छ। बिहान पूजापाठ सकेर त्यो तस्बिरमा भगवानको फोटोमा तपाईले रातो टीका लगाइदिनु पनि राम्रो मानिन्छ। अर्को फाइदा तपाईलाई के गराउँछ भने दक्षिण दिशामा लगाइदिएको नरसिंह अवतारको फोटोले शुक्र ग्रहलाई पनि प्रभावित पार्छ। शुक्रको सकारात्मक फल तपाईलाई प्राप्त हुन्छ। त्यसकारणले सम्भव भएसम्म घरको दक्षिण भित्तामा नरसिंह अवतारको फोटो लगाउन नभुल्नुहोला। अर्को सानो एउटा उपाय पनि बताउँछु, जुन उपायले तपाईलाई धन हानि हुन पाउँदैन, धेरै ऋण पनि लाग्दैन, तपाईलाई धन खर्च गरिराख्नु पर्दैन हैन। तपाईँ जस्तो तपाईले आफ्नो फोनको वालपेपरमा महालक्ष्मीको जुन हामीले विभिन्न फोटोहरू, आफ्नो मन परेको आफ्नो राम्रो फोटोहरू हामीले आफ्नो वालमा राखेका हुन्छौँ नि, मोबाइलको फोनको वालपेपरमा महालक्ष्मीको
तस्बिर र महालक्ष्मीको हातमा भएको घैँटो हैन, त्यो घैँटोबाट पैसा झर्दै गरेको फोटो लगाउनु पनि राम्रो मानिन्छ हैन। महालक्ष्मीको फोटो लगाउने होइन, महालक्ष्मीको हातको घैँटोबाट पैसा झर्दै गरेको राम्रो मानिन्छ। फोटोलाई फोकस गरेको भन्दा पनि घैँटोलाई फोकस गरेको भएको राम्रो हुन्छ भन्न खोजेको। अर्को तपाईले बग्दै गरेको झरनाको फोटो लगाउन सक्नुहुन्छ आफ्नो फोनको वालपेपरमा। मोबाइल फोनको कुरा गरे है मैले, कुरा गर्दा गर्दै हामीले आजभोलि अब यो डिजिटल दुनियाँमा हामी जोसँग पनि मोबाइल हुन्छ, मोबाइलमा विभिन्न प्रकारका तस्बिरहरूलाई हामीले वालपेपर बनाएका हुन्छौँ, वाल फोटो बनाएका हुन्छौँ हैन। अनि यस्तो फोटोले पनि हामीलाई विभिन्न प्रकारको इनर्जी प्रदान गरेको हुन्छ हैन, पोजिटिभ नेगेटिभ। त्यो हुनाले मैले तपाईले मोबाइलमा वालपेपर बनाउनुहुन्छ भने महालक्ष्मीको हातमा भएको घैँटोबाट पैसा झर्दै गरेको फोटो मोबाइलमा राख्नुस् हैन, एउटा कुरा। झरनाको फोटो राख्न सक्नुभयो, अर्को कुरा। यस्तो फोटोले पनि तपाईको चन्द्रमा मजबुत बनाउँछ कि। झरनाको फोटो झर्दै गरेको झरना, फेरि है झर्दै गरेको झरनाको फोटो तपाईले मोबाइलमा राख्दाखेरि त्यसले चन्द्रमा बलियो बनाउँछ, चन्द्रमा मजबुत बनाउँछ। तपाईको मनमा उब्जिएका भावनाहरू सकारात्मक हुन पुग्छन् हैन। अर्को तपाईले आफ्नो फोनमा उदाउँदै गरेको सूर्यको फोटो पनि राख्न सक्नुहुन्छ। यस्तो फोटो मोबाइलमा राख्नाले अथवा मोबाइलको वालपेपर बनाउनाले तपाईमा आत्मविश्वासको वृद्धि हुन्छ, तपाईको सोच सकारात्मक भएर जान्छ हैन, तपाईमा पोजिटिभिटीको वृद्धि भएर जान्छ। किनकि हामीले त मोबाइल त हर समय हेरिरहेका हुन्छौँ, जति बेला पनि हाम्रो आँखा त्यसमा पर्यो नि त हैन। किन मोबाइलमा त्यत्रो मोबाइलको कभर फोटो, वाल फोटो बनाउँदैमा त्यसको प्रभाव कसरी भयो भन्नु होला। हामी त दिनमा कति पटक हेर्छौँ, कति पटक दर्शन गर्छौँ हैन, मोबाइलमा राखेको वाल पेपरलाई हैन, वाल फोटोलाई हामी कति पटक दर्शन गरिरहेका हुन्छौँ हैन र। त्यसकारण त्यसको पोजिटिभ फाइदा हुने भएको कारणले, किनभने हाम्रो दैनिक त्यहाँ नजर परिरहँदा त्यसबाट उत्पन्न इनर्जीले हामीलाई के गरिरहेको हुन्छ, पोजिटिभिटीतर्फ धकेलिरहेको हुन्छ। हामीलाई सकारात्मक प्रभाव पर्छ, हामीलाई सकारात्मक इनर्जी मिल्छ, जसबाट हामीलाई लाभ प्राप्त हुन थाल्छ है त मेरो प्रिय महोदय। मैले आजलाई कुरा यति गरेँ। तपाईँलाई भिडियो हेरिसकेपछि मनमा लागेका कुराहरू कमेन्टमा लेख्नुहोला। भाषा जहिले पनि सभ्य प्रयोग गरिदिनुहोला। भिडियो मन पऱ्यो भने सेयर गरिदिनुहोला। तपाईँले मलाई कहाँबाट, कुन माध्यमबाट हेर्दै हुनुहुन्छ कमेन्टमा लेखिदिनुहोला। तपाईँले मलाई फेसबुकमा एडी भण्डारी र युट्युबमा एडी भण्डारी र कपुरी क युट्युब च्यानलमा भेट्न सक्नुहुनेछ। जुन माध्यमबाट हेर्दै गरेको भए पनि तपाईँले राखिदिनु भएको अपनत्वप्रति तपाईँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र अर्को भिडियोमा अर्को विषयवस्तुका साथ तपाईँलाई फेरि भेट्न आउने बाचा गर्दै अहिले भने तपाईँमा सकारात्मक सोचको जागृति भइरहोस्, ईश्वर आराधनामा मन लागिरहोस्, तपाईँका हर कदममा पोजिटिभिटी रहिरहोस् भन्ने शुभेच्छासँगै बिदा हुने अनुमति माग्छु। जय होस्।